नि त तपाईले म चाहिँ प्रधानमन्त्री बन्छु भनेर आउँदा पनि त पाइएन नि त त्यहाँ यस्तो छ त्यतिखेर म प्रधानमन्त्री बन्छु भन्दा पनि म देशको नेतृत्व लिन्छु भने हो र बुझ्नुभयो नि प्रधानमन्त्री बन्नु र नेतृत्व लिनु दुईटा फरक कुराहरू हो है नेता र नेतृत्व दुईटा फरक कुरा हो यसको अर्थ धेरै लाग्छ म नेतृत्व सुन्नु न त्यतिखेर के थियो सुन्नु न म सम्पूर्ण मिडिया मार्फत यहाँ यति धेरै आउनु भएको छ होइन आदरणीय पत्रकार मित्रहरू सबैजना म सबैलाई ससम्मान तपाईँको चाहिँ धन्यवाद दिन चाहन्छु तपाईँहरूले हुबहु जस्तो छ त्यस्तै कुरा जनतामा पुर्याउनु पत्रकार एकछिन न यसको उत्तर दिनु पर्यो होला नि मैले पत्रकार वकिल बन्नु खोज्नु हुँदैन पत्रकार न्यायाधीश बन्न खोज्नु हुँदैन पत्रकार इज पत्रकार जर्नलिस्ट इज अलवेज जर्नलिस्ट होइन जसले फ्याक्ट कुरा भन्नुपर्छ त्यो म विश्वास गर्छु तपाईँहरूले गर्नुहुनेछ र नेपालको पत्रकार अब पत्रकार जस्तो बन्नुपर्छ होइन कुनै पनि दलको पक्ष पोषण गरेर विपक्षी दलको मान्छे अथवा त्यसलाई चाहिँ अलिकति बायस गरेर कुनै पनि सामग्री प्रस्तुत गर्नु हुँदैन म हार्दिक विनम्रताका साथ अनुरोध गर्न चाहन्छु अब त्यतिखेर के थियो अवस्था भन्दाखेरि प्रधानमन्त्री बन्न आयो होइन हर्क साम्पाङ रोएर पनि पाइन्छ र पनि भन्नुभयो मैले त्यसलाई थुप्रोचोटि होइन क्लियर पनि गरिसकेको छु एक दुईवटा स्टेटस र भिडियो क्लिपले क्लियर गर्छ पनि के अरे सम्भवतः त्यस्ता आरोपहरू त्यतिखेर के थियो अवस्था भन्दाखेरि देश त जलिरहेको थियो नि त होइन दन्दनी जलिरहेको थियो सिंहदरबारमा लागेको आगो निभेको थिएन होइन तपाईँको चाहिँ नि जेनजी लगायत चाहिँ नि विभिन्न होइन त्यहाँ सुरक्षाकर्मी पनि बित्या छ उनीहरूको चाहिँ नि तपाईँको रगतको टाटा है सडकमा हालै थिए त्यो अवस्थामा देश कता जान्छ भन्ने चिन्ता सबैलाई थियो म यो देशलाई माया गर्ने मान्छे त्यसो भएको कारणले गर्दाखेरि यस्तो विषम परिस्थितिमा के गर्ने हो कसो गर्ने हो अब कता हो के हो भनेर मैले बुझ्नु पर्थ्यो त्यसले गर्दाखेरि म त्यसको लागि आएको आउँदा विविध कुराहरू भए को प्रधानमन्त्री बन्ने को के बन्ने भन्ने कुराहरू थुप्रो आयो होइन देशले नेता पायो तर नेतृत्व त पायो अहिलेसम्म पायो असन्तुष्ट छ है हो मैले भन्दै थिएँ त मैले त्यतिखेर के भन्दै थिएँ भन्दाखेरि उहाँहरू भनेको कानुन पढेर आएको मान्छे कानुन पढ्ने मान्छेले कानुनकै मात्रै कुरा गर्छ क्या तर त्यतिखेरको समय अब तर अहिले त ढिलो भइसक्यो त्यही पनि ढिलो भए पनि मैले अलिकति होइन रिक्याप गराएको त्यतिखेरको समय भनेको चाहिँ नयाँ कानुन लेखेर जानेमा थियो क्या अवस्था अनि मैले त्यो त्यत्रो भने तर मलाई चाहिँ के भन्यो भन्दाखेरि प्रधानमन्त्री बन्न आयो होइन मै नै नभए पनि उहाँले नै त्यसो गरिदिनु त हुन्थ्यो होला नि त होइन र अहिले प्रत्यक्ष कार्यकारी तपाईँको सिनेटको चुनाव भइदिएको भए मैले पार्टी नै खोल्नु पर्दैन थियो होला होइन मलाई मन पराउनेले जति भोट दिन्थे म लिन्थेँ अरूलाई मन पराउने जति भोट लिन्थे दिन्थे हुन्छ होइन कार्यकारी त चुन्न पाउँदैन अनि त्यो तपाईँको छैन एउटा मध्यावधि चुनाव गराउनकै लागि यत्रो ठुलो विध्वंस र यत्रो ठुलो तपाईँको आगजनी यत्रो ठुलो तपाईँको होइन हामीले त्याग बलिदानी गरेको होइन होला नि त्यो चिजहरू थियो अब त्यो त्यति कुराहरू भए अब सबै मान्छे अब फेरि मैले यहाँ पनि भन्नुपर्छ काठमाडौँमा त्यतिखेर आमाहरू रोइराख्नु भएको थियो नि होइन अहिले पनि रोइराख्नु भएको होला होइन म त एकदमै धेरै भावनात्मक मान्छे पनि हो कि भावुक मान्छे पनि आई मिन टु से त्यसो भएको कारणले गर्दाखेरि अब ती कुराहरू सम्झेर आँसु झऱ्यो मेरो पत्रकार सम्मेलन गरेको थिएँ यत्रो धेरै त क्यामेरा त्यहाँ त राम्रो त छैन 20-30वटा क्यामेराको अगाडि आँसु थाम्न सकिनँ आरोप के आयो प्रधानमन्त्री बन्न नपाएर रोएको भन्ने आयो होइन देश रुँदा आँसु झर्छ क्या देशभक्त मान्छेको होइन निर्मम निष्ठुरी कठोर म ढुङ्गा बोक्छु तर ढुङ्गाको मान्छे होइन है मेयर साहब अब यो बसाइको क्रममा कोसँग भेटघाट गर्नुहुन्छ यहाँले अब कोहीसँग पनि भेट्दिनँ म खुदसँग भेट्छु म आफैसँग भेट्छु जुन हजुरले चाहिँ अघि भन्नुभयो नि लाइक म पार्टी खोल्दैछु भनेर खोलिसक्नु हामीले खोलिसक्नुभयो संविधानको कुरा आउँछ नियम कानुनको कुरा आउँछ खास गरेर नियम कानुन सरकारले बनाइदिने पावर कलेक्ट गरेर जनताबाट पावर कलेक्ट गरेको नि त जनताबाट पावर कलेक्ट गरेर चाहिँ नि जनतालाई नियम बनाइदिने अनि स्वयं जिम्मेवारमा पुगेको मान्छेलाई नियम लागू नहुने स्वतः रूपमा हेर्ने भने त्यही देखियो ठुलो खालको पावर म्यानिपुलेट भएको देखियो बहुमतमा मान्छेले कसरी बिलिभ गर्ने
सत्य कसरी चाहिँ पहिचान हुन्छ जस्तो लाग्छ त तपाईँलाई? अब तपाईँहरूलाई मेरो बारेमा अलिकति तपाईँहरूले रिसर्च गर्नुपर्छ होइन, रिसर्च गर्नुपर्छ। हर्क साम्पाङ को हो, ऊ कसरी आयो होइन, अहिले के गर्दैछ, के भन्दैछ, उसले पार्टी किन बनाउनु पर्यो भन्ने कुरा, यी कुराहरू बुझ्नु जरुरी छ। यो देशमा लोकतन्त्र आएको छैन अहिलेसम्म, बुझ्नुभयो नि। जुन दिन लोकतन्त्र आउँछ त्यो दिन मात्रै ल एन्ड अर्डर मेन्टेन हुन्छ। त्यो लोकतन्त्र ल्याउनका लागि श्रम संस्कृति पार्टी आउँदैछ है, कुरा बुझ्नुभयो नि। ठुलो मान्छेलाई चाहिँ नियम कानुन नलाग्ने, सानोलाई मात्रै लाग्ने होइन, त्यो चाहिँ दलतन्त्र हो। त्यो दलतन्त्र हो। त्यो दलतन्त्रको अन्त्य गर्नलाई एउटा नयाँ दल आएको छ। अब चाहिँ रियल दल आयो यो देशमा है, कुरा बुझ्नुभयो नि। दलतन्त्रको अन्त्य गर्नका लागि त्यो चाहिँ दलतन्त्र हो क्या। दलको ठुलो मान्छेलाई चाहिँ पक्रिँदैन भने हामी त तपाईँले भन्नुभएको त्यही हो नि त। ठुलो दलको ठुलो मान्छेलाई पक्रिँदैन होइन। तपाईँ आम नागरिक दलसँग सम्बन्धित हुनु भएन, स्वतन्त्र भने तपाईँलाई करेक्ट गरिहाल्छ। एउटा अम्बक भोकाको बेला तपाईँले बारीको अर्को अम्बक चोरेर के भन्ने भोकको लागि त्यो टिपेर खानुभयो भने होइन, अब मर्नु आँटेको छ ग्यास्ट्रिक, यहाँ पेट दुखेर एउटा अम्बक मात्रै तपाईँले चाहिँ होइन टिपेर खानुभयो भने अर्काको बारीको, तपाईँको चाहिँ त्यो ग्यास्ट्रिक नहोस् बाँच्नका लागि तपाईँलाई लगेर थुनिहाल्छ, मुद्दा चलाउँछ। तर कोही मान्छेले चाहिँ मान्छे मार्दाखेरि पनि होइन तपाईँको चाहिँ नि उसलाई पक्रिँदैन कानुनले, त्यो चाहिँ दलतन्त्र हो। अहिलेसम्म आएको भनेको दलतन्त्र मात्रै हो, लोकतन्त्र आएको छैन। त्यो लोकतन्त्रको उदय गराउँछौँ हामी है। तपाईँहरूले मलाई निष्पक्ष रूपमा सघाउनुहोस्। क्यामेराको ठुलो तपाईँको चाहिँ भूमिका हुन्छ देशमा न्याय स्थापित गर्नका लागि। यदि तपाईँहरूले लोकतन्त्र स्थापित गर्नका लागि निष्पक्ष भएर मलाई सघाउनुहुन्छ भने म यो देशमा लोकतन्त्र ल्याउँछु। अर्को कुरा मिडिया म्यानिपुलेसन कतिको देख्नु भएको छ हजुरले? थुप्रो छ। यहाँले त्यो दलतन्त्र हो क्या। ठुलो मान्छेलाई कारबाही हुँदैन भनेको दलतन्त्र, किनभने ऊ दलको ठुलो मान्छे हो नि त, त्यसले गर्दा नभए। व्यक्तिलाई मैले तोक्दिनँ, तर अब यो घटनाको सिनेरीमा जाउँ न मेयर साहब। तपाईँले त त्यो घटना प्रत्यक्ष हेर्नु भएको छ, भलै तपाईँ धरानमा हुनुहुन्थ्यो, तर काठमाडौँको प्रत्यक्ष त्यो रगत बगिरहेको देखिरहनु भएको थियो, भलै भिडियोबाट हेर्नुभयो होला। आज तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नुभयो होला, उहाँले बोलेको कुराहरू। ल त मलाई समातेर देखा। म अन द वे थिएँ त सुनिनँ मैले त्यस्तो भन्नु। म जान तयार छु, तपाईँ जुन बाटो आउनु भएको थियो नि त्यो बाटो नै उहाँ हिँड्न तयार छु भनिसक्नुभयो भनेको। उहाँलाई त यो सरकारले रोके पनि रोकिन्न भनेर उहाँले सिधै चेतावनी दिइसक्नुभयो। केपी शर्मा ओलीको एक खालको अभिव्यक्तिले जनताप्रति र ती शहीद परिवारप्रति कस्तो खालको चाहिँ पीडा बोध होला? त्यो त अत्यन्तै के अरे नराम्रो पीडाबोध हुन्छ होइन, त्यो चाहिँ छ। तर त्यही त मैले अघि भने त म यहाँ काठमाडौँ आएँ, 500 किलोमिटर गाडीको बाटो, आज हाल्ने बाटो, कर्फ्यू लागिरहेको बेलामा। त्यतिखेर मैले बारम्बार भनेको होइन, अब यो सरकारले कारबाही गर्न सक्छ जस्तो मलाई चाहिँ लाग्दैन। लाग्दैन मलाई, सक्छ मलाई चाहिँ लाग्दैन। आई डोन्ट थिङ्क। मैले त्यतिखेर एउटा स्टेटस पनि लेखेको थिएँ। गर्नुपर्छ कि पर्दैन तपाईँको उसबाट चाहिँ हेर्दाखेरि? अब यस्तो छ, अब ल एन्ड अर्डर मेन्टेन गर्ने काम सरकारको हो, तर यो सरकार कसरी बनेको छ भन्ने कुराहरू पनि होला त्यहाँ, थुप्रै कुराहरू। लेजिटिमेसीको कुरा यदि तपाईँ सरकारमा हुनुहुन्थ्यो कारबाही गर्नुहुन्थ्यो? अब भएन के हाइपोथेटिकल कुरा गरिरहेको इफ यु वर दिस वुड ह्यापन भन्ने खालको कुरा कति गरिरहेको होइन। हाइपोथेटिकल कन्डिसनल सेन्टेन्स जुन पावर लिइसक्नुहुन्छ, पावर लिइसकिसके पछाडि आफ्नो गल्ती म्याक्सिमम नेताहरूले एक्सेप्ट गर्नु हुँदैन र आफ्नो गल्तीलाई एक्सेप्ट गरेर सुधार्न सक्नु चाहिँ सबैभन्दा महानता हुन्छ होइन। यस्तो छ, सुधार्ने होइन, दण्डभागी दण्डभागी पो बन्नुपर्छ सुधार्ने त के तपाईँको विचारमा? किनभने पावरमा पुगिसके पछाडि सबै कुरा मेरो सही हो भन्ने जस्तो लागेको हुन सक्छ। आफ्नो गल्ती कुरालाई स्वीकार्ने कि नस्वीकार्ने त एभ्री पर्सन कसको हकमा त्यो चाहिँ जो पनि पोलिटिसियन त्यो त यस्तो छ। अब गल्ती सुधार्नुपर्छ, अपराध गरेको हो भने, कानुनन अपराध हो भने चाहिँ दण्डभागी बन्नुपर्छ होइन। मेयर साहब अबको तपाईँको अभियान के हुन्छ? हामी अहिले सङ्गठन विस्तारमा छौँ,
तीव्र गतिमा छ होइन। अब नेपालभरि हाम्रो सङ्गठन हुन्छ, हामी श्रम गर्छौँ, सबै मान्छेलाई म चाहिँ नि औजारसँग जोड्छु। विचारले मात्रै देश बन्दैन, विचार सँगसँगै औजार चाहिन्छ। चेतनाले मात्रै देश बन्दैन, चेतना सँगसँगै हाम्रो बाँझो माटोमा पसिना बग्नुपर्छ भन्दाखेरि सबै यो दलतन्त्रमा फसेकोले क्या। पुलिसै दलको छ, अहिले न्यायाधीश दलको छ, पत्रकार दलको छ। यहाँ तपाईँहरू कुन कुन दलको हुनुहुन्छ भनेर सोध्न नमिले। यो तपाईँहरू त राज्यको हो, देशको हो क्या तपाईँहरू त। मेयरज्यू नि हजुरको पार्टीको नि संस्कृति पार्टीको आइडियोलोजी के हो, अर्थनीति के हो, विदेश नीति के हो, तपाईँ सेन्ट्रल लेफ्टिस्ट हो कि राइटिस्ट हो? यस्तो सुन्नु न, राइटिस्ट लेफ्टिस्ट केही होइन। हर्कवाद भनेको म भनौँ तपाईँलाई, हर्कवाद भनेको यो देशको कथा हो, यो ढुङ्गाको कथा हो, यो माटोको कथा हो। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै जगत र जीवनको कल्याण गर्न सक्छ र त्यसलाई अगाडि बढाउनका लागि चाहिँ अनिवार्य श्रम र श्रमदानको नीति चाहिन्छ भन्ने दर्शन हो। लेफ्ट पनि होइन, राइट पनि होइन, हामी विदेशी नीति पढ्दैनौँ। हामी यता सुन्नु न, हामी लेफ्ट पनि होइन, राइट पनि होइन, अप पनि होइन, डाउन पनि होइन। हामी जहाँ छौँ हाम्रो धरातलमा हुन्छ है। लेफ्ट भन्दा लेफ्ट हुँदै गइन्छ अनि गोलो भइँदो रहेछ लेफ्ट जाँदा होइन। राइट भन्यो भने राइट हुँदै जाँदा त राइट अलिकति ल्याउँदा राइट त पर ठुलो सर्कलमा त गोलो भइँदो रहेछ अनि गोलोमा चाहिँ घुमिराख्दो रहेछ क्या। सुन्नु है राम्रोसँग, राइटिस्ट भन्दा अलिकति राइट जानुहुन्छ कि त्यो राइट त तपाईँको कोर्दै लाँदा त भरे सर्कल बन्दो रहेछ अनि सर्कलमा घुमिराख्दो रहेछ। फेरि लेफ्टमा गयो त्यस्तो हुँदछ। हामी स्ट्रेट अगाडि जाने, फरवर्ड जाने अगाडि। अब हामी यो अनेक परिको तपाईँको चाहिँ नै होइन, मान्छेको कहानी पढेर यो पढेर होइन, अब यो देशको माटोको कथा, माटोको व्यथा होइन, यथार्थमा धरातलमा उभिएर तपाईँ श्रम पिता चाहिँ हो कि होइन? श्रम पिता त अब हाम्रो श्रमदाताहरूले भनिरहेछ। हामी यतै छौँ। मैले यस्तो छ, मैले आफ्नो नाम चाहिँ मैले आफैले के अरे दिने होइन। हर्कवादको बारेमा सर अलिकति व्याख्या गरिदिनुहोस्। यो धेरैको प्रश्न छ कि त्यति हो हर्कवाद भनेको। मार्क्सवाद हर्कवाद भनेको त्यही हो। अब मार्क्सवाद सुन्नु न, मार्क्सवाद सुन्नु न, सबै बातहरु माथि भन्नुहुन्छ, त्यो कसरी सुन्नु न, सरल भाषामा बताइदिनुहोस्। सुन्नु न, पार्टीको आइडियोलोजी चाहिन्छ होला। सुन्नु न यस्तो छ, टेक्निक ठाउँ त चाहियो। सुन्नु न है, मार्क्स भन्ने मान्छेको बात हुँदा हुने, लेनिन भन्ने मान्छेको बात हुँदा हुने, जो चाहिँ यो देश बनाउनका लागि हाफ पेन्ट लगाएर यार होइन, हाफ पेन्ट लगाएर सरकारी सेवा सुविधा त्यागेर 4 वर्षदेखि ढुङ्गा बोकिरहेको छ यो देश बनाउनलाई, उसको बात हुन नहुने? हर्कवाद जिन्दाबाद हो, यही हो। मार्क्सको कुरा पढ्दा हुने हामीले होइन, विदेशीको लेनिनको कुरा पढ्दा हुने, स्टालिनको कुरा पढ्दा हुने, अनि हर्कको कुरा पढ्दा नहुने? हर्कवाद जिन्दाबाद भनेको मैले भने होइन, यता हाम्रो यसो भए यो देश चाहिँ कोट लाउनेले बिगारेको हो त? गट्टु लाउनेले मात्रै बनाउँछ हो, गट्टु लाउनेले। यता सुन्नुहोस्, सुविधा भोग गर्ने मान्छेले सुन्नुहोस् है, राम्रो उहाँले राम्रो कुरा गर्नु है। सुन्नुहोस् है, के छ भने सुविधा भोग गरेर नेता बाँच्नु हुँदैन है। हाम्रो पार्टीमा चाहिँ फेरि नेता हुँदैन, अनौठो छ। अगुवा श्रमदाता मात्रै हुन्छ, कार्यकर्ता हुँदैन, श्रमदाता मात्रै हुन्छ। यहाँ श्रमदाताहरू हुनुहुन्छ? हो, यतिखेर ताली बजाउनुपर्छ। हो, यतिखेर त ताली सुन्नु भयो यहाँ किन भन्दाखेरि अब त्यसो भन्दाखेरि मलाई प्रत्र सोध्नु नि हाम्रो पत्रकारज्यू आफै कोट लगाइराख्नु भएको छ। कोइन्सिडेन्स सुन्नु न, कोइन्सिडेन्स हो भन्नुको मतलब यसलाई नलैजाउँ। उहाँले प्रश्न त्यस्तो सोध्नु, त्यसो फेरि म चाहिँ टिट फर ट्याट खालको उत्तर दिन्छु कि त्यही भएर अलिक रोचक हुन्छ र पत्रकार राम्रो सुन्नु है, राम्रो सुन्नु ल। मेरो मान्यता के छ भने मेरो गीतै छ, ती मेरा गीतहरू नै मेरो मान्यता हुन्, मैले लेखेका मेरो स्टेटसहरू नै मेरो मान्यता हुन्। एउटा मेरो गीत के छ भने, नेतालाई धनी हुने अनुमति हुँदैन जबसम्म देश गरिब रहन्छ, नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ है।
त्यही भएर जेन्जी त्यत्रो जेन्जी बित्दाखेरि रोएको क्या म। यो देशको कोही मान्छेले होइन जेन्जी बित्दाखेरि तपाईँको कपाल खौरेर तपाईँको छैन होइन दुःख बोक्यो, मैले बोकेँ नि होइन।